हामी कति भयो यार है नेपालमा भनौँ यार एउटा छोराको भूमिका निर्वाह सक्दैनस् भन्ने पनि भन्लान् भन्छ समाजले के भन्ला हैन भन्न त भनिन्छ समाजलाई नहेरी मान्छे व्यक्ति अगाडि बढ्न पर्छ भन्छन् हैन तर त्यो व्यक्ति त्यो नहेरी बढ्यो भने फेरि त्यो आफूप्रति चाहिँ त्यो खोटै खोट देखिन्छ के खोटो हो सही हैन र आफूप्रति चाहिँ 100% गरेर सुरु गरौँ न ल हामी रक्सी नखाए पनि यसो चिसो तातो खाएर चाहिँ तातो पानी खाँदै चार्ली उसलाई चिसो लागेको छ म चाहिँ चिसै खाँदैछु अब चाहिँ हाम्रो कुरा सुरु हुन्छ यहाँबाट ल बिस्तारै तिमी जन्मभूमि चाहिँ कहाँ मेरो त तिमी जन्मभूमि तिमीलाई एकचोटि लैरै जानुपर्छ होला दोस् है अब जन्मेको ठाउँ त तिमी जन्मेको ठाउँ तिमीलाई नै प्यारो लाग्छ म हुरुकै भएर तिमीलाई लगेर जान्छु भने नि त तर मेरो जन्मभूमि हो तिमीलाई त खासै केही पर्सेन्ट त छैन नि त राम्रै होला भन्ने लाग्यो नि त तिमीलाई त तर म यही स्टेपमै मैले हुरुकै भएर भने नि त जन्मभूमि लगेर जसले पनि भन्छ अब जस्तो सुकै होस् चाहे त्यो मान्छे है झुपडीमा होस् होइन त्यो महलमा होस् नि चाहे त्यो दुःखै पाएर हिँडोस् होइन चाहे त्यो त्यसको गाउँको समाज राम्रो नहोस् है त्यहाँका अब सबै त्यस्तै स्वार्थी हुन् होइन तर जन्मेको माटो है जन्मभूमि भन्दा त हुरुकै भएर आउने कि एकदमै एकदम सही जन्मभूमि चाहिँ एक्ज्याक्ट कुन ठाउँ मेरो चाहिँ जन्मभूमि चाहिँ म्याग्दी है म्याग्दी कुन ठाउँ म्याग्दी मालिका गाउँपालिका वडा नम्बर 2 रुमा है रुमबाट चाहिँ जन्मभूमि त्यहाँ कतिसम्म त्यहाँ पढ्यो म चाहिँ म 5 सम्म पढेँ हैन त्यहाँ 5 सम्म पढेर म यो मेरो यो तिमी भन्यो जन्मभूमि सोध्यौ हैन मैले त्यहाँ जन्मभूमिको लागि म पढ्दैन भनेको नि छु के म बजार आएँ नि त 6 मा पढ्न कुन ठाउँ आयो बजार चाहिँ म बाबीचोर भन्ने बजारमा आएँ हैन अनि बाबीचोर भन्ने बजारमा आएँ मलाई लास्टै प्यारो के अनि त्यतिकै बच्चैदेखि हैन मम्मीले लास्टै माया गर्ने है हेर यस्तो हुने रहेछ जस भन्दाखेरि चाहिँ आमा बाबालाई नराम्रो भन्यो भन्दा हैन तर धेरै मायामा पर्यो भने चाहिँ जिन्दगी डामाडोल हुने रहेछ के सही कुरो हो आमा बाबाको मायामा लास्टै पर्यो भने नि जिन्दगी यस्तो डामाडोल हुने रहेछ कि त्यो साइड भोग्नेलाई मात्रै भन्छन् नि मान्छेहरूले थाहा हुने हैन त्यस्तो हुँदो रहेछ कि लास्टै मायामा पर्ने मान्छेले जिन्दगीमा यति ठक्कर खान्छ कि यति चक्कर खाँदो रहेछ कि अहिले आएर यस्तो बुझ्ने बनाहान त हाम्रो जिन्दगी समयले बनाए यार तर त्यो आमा बाबालाई हाम्रो कुनै गुनासो हुन्न के उनीहरूले छोराछोरीलाई हैन अब हैन बुढा आमा बाको मन छोराछोरी माथि छोराछोरीको माथि ढुङ्गा मुढा माथि भन्छन् यो चाहिँ त्यस्तै लाग्छ के यस्तो लाग्छ हैन मैले यहाँ अब कतिचोटि आमा बासँग है म प्राय खासै धेरै बोलेकै छैन के तर के छ भनेपछि मनमा बोल्न पर्छ भन्ने छ हैन अब मेरो फ्यामिली कमजोर त हदै हैन नि त अब हैन तर के छ भनेपछि छोराले एउटा आफूप्रति भएको जिम्मेवारीलाई एकदम 100% तरिकाले निभाउन अलिक गाह्रो भयो भने चाहिँ फ्यामिलीसम्म चाहिँ झ्याप्पै छोराले सोच्ने रहेछ आमाले त है अब जहिले त्यस्तै अनि नै आमाले त यार एकचोटि दिनमा एकचोटि बोलाइदिएन बाबु त्यही बोलाइदिए मलाई पुग्छ अरू केही चाहिन्न मलाई भन्ने आमाको माया त बेग्लै छ नि आमाको यति समाज त यस्तो हुँदो रहेछ के हामी यसो अब केही गर्न सकेन नेपालै गरेर गर्छु भन्ने जस्तो लाग्छ नि कहिले काहीँ सोच्यो तेरो छोरो यहाँ गरेको खाएको भए पो हुन्थ्यो त्यही त नि उहाँ गएर टिक्न सकेन काम गर्नु पर्ने डुलेर खाएको बानी नेपालै फर्केर आयो भने समाजको कारणले पनि यहाँ बस्नु परेको जस्तो लाग्छ त्यही त नि समाजको कारणले पनि हो तर हैन फेरि यस्तो हो के तिमी समाजको कारणले पनि भन्छ अब बोलीमा वाद विवाद नि हुन्छ नि मिल्ने साथीमा हुनुपर्छ त्यो सत्य चिन्न पर्छ नि त मान्छेले हैन र असत्यमा त हामी के उलाई रक्षा गरेर हिँड्ने नि त हैन अब तिमीले तर के हुन्छ भने म एउटा यो समाज चलेको चल्तीले गर्दा हामी यस्तो भयौँ हैन तर हैन म यस्तै झारपात भएर हिँड्नुहोस् त्यो साथीभाइले मलाई साथी नचिन्नुहोस् तर म जीवन एउटा जिउँछु म झुपडीकै तरिकाले म सानै भएर हिँड्छु तर म जीवन कहाँ गएर ठक्कर खाइने रहेछ र जिन्दगी कस्तो हुने रहेछ भन्ने परिचालित गर्छु म एउटा आनन्द म सानो होस् कसैले त्यसले कमाएन भन्नुहोस् त्यो रमाएन भन्नुहोस् हैन दुःख चाहिँ गर्छु तर पैसा नकमाउने दुःख पनि म गर्छु तर म बेग्लै जिन्दगी जिउन चाहन्छु आफूमा चाहिँ सुख होस् भन्ने आफू मन शान्ति होस् त्यो मैले मन शान्ति होस् हैन अब सबैले एउटा मन शान्ति भएपछि सारा संसार जगतै शान्ति भन्ने छ नि त
त्यही भावना बोकेर हिँड्दा पनि कहिले कसो है हामीहरू होइन यहीँ बसिन्छ होइन ल भनौँ अब यस्तो रमाइलो छ कि कसैले के गरे तर आफू मन शान्ति छैन अनि कसरी रमाउँछ त्यो गाउँको एउटा पुरानो घरमा मकै भुटेर पैसा मजा हरेक अब व्यक्ति हामीहरू अब तिमी जापान आयौ तिमीले सम्झिन्छौ बालपनको साथीभाइ मकै खाजा भट्यार भुटेर अब सब खाएको होइन पल्ला अर्को दाइ आउँछ त्यही सम्झिन्छ अर्को भाइ आउँछ त्यही सम्झिन्छ सम्झिने आखिर भनेको बितेको पलले यति रमाउने रहेछ कि त्यो जिन्दगीमा एउटा अमूल्य नै बितेको पल रहेछ कि 100% मान्छेले है त्यो बितेको पल यति अमूल्य हुने रहेछ कि हामीले भन्छौँ नि मूल्याङ्कन भन्दा पनि अमूल्य पलहरू चाहिँ बितेको पल रहेछन् कि फर्केर आएन नि त त्यो पलहरू है फर्केर कहिले पनि आउँदैन होइन आउँछ त अनि तिमीले सम्झिँदा त्यसमै रमाउने त्यसमै भावुक भइन्छ बरु होइन त्यो पल त आउँदैन तिमीलाई लाग्छ जिन्दगी ठुलो भएपछि रमाइलो होला भन्ने लागेको बच्चामा 100% हो नि मलाई नि त्यही लागेको के मैले अहिले तर के रहेछ जिन्दगी के रहेछ बालपनमै कति कुराको है बालपन नै ठिक रहे हामीले भनिन्थ्यो पाइन्थ्यो होइन मैले चाहिँ केसम्म सोध्थेँ भने 25-26 वर्षको दाइहरू यत्रो उमेर भयो त म बाहिर पनि जान्थेँ हरिफ कमाउँथेको दाइहरू यहीँ हल्लिहान सोध्थेँ कि मैले होइन तर अहिले आएर यहीँ आएर यसो गर्दाखेरि मैले आएको यत्रो समय भयो 18 महिना हो बाबालाई मलाई पनि 10,000 त केही गरेर खाऊ बा यो किनेर लाऊ है भन्न त मलाई नि मन छ नि त तर पठाउन सकेकै छैन कि तर दुनियाँले देख्छन् गएको नि हामीलाई कहाँ घुमाउनु छ कहाँ फोटो खिच्छु हाल्छु दुनियाँले देख्छ ओहो घुमिया फलानु चले पैसा कमायो भन्ने छ नि त दुनियाँलाई तर मैले मेरो बाबालाई बा यो किनेर खाऊ है 10,000 ल के मन लाग्छ 10,000 गर्नु हो आज म पठाउन सकिनँ त्यो त मलाई थाहा छ नि त पैसा त मलाई पनि पठाउनु मन छैन र बाबाको इच्छा पुरा गर्नु छ पैसाको मात्रै इच्छा होइन कि बाबाले हिजो थोत्रो कपडा च्यातिएको लाएर मलाई नयाँ किनाएको थिएँ आज म थोत्रो लाएर बाबालाई नयाँ किनाउन त मलाई नि इच्छा छ नि त मै कस्तो भएर हिँड्छु म कसैले होइन जे छ अब भन्दा अब हाम्रै साथीभाइले हेर्छन् है अब सबैले बुझ्न पनि जरुरी पर्छ होइन होइन मान्छेले अब त्यही भन्थ्यो भोलि अघि नै कुरा निस्के छैन भन्दा नि व्यवहार चाहिन्छ हामी जस्तो सुकै तर भन्दा चाहिँ धेरै नमिठो लाग्छ हाम्रो अब कस्तो गरेर नेपालबाट अब केटीहरू आउँछन् यहीँ र अब जापानको वेशभूषा छिटै चोर्छन् के तर त्यो लास्टै गलत भन्छ है म चाहिँ त्यो यस्तो गलत हो कि यार तर कमै हुन्छन् कि अब अँगालेर कमाइ हुन्छ तर भन्दा धेरै नराम्रो लाग्ला सत्य नपस्ला है तर हामी लास्टै नेपालीहरू यति भइयो कि यो चोर्नेले गर्दा बिग्रियो कि अब नेताहरूले चोरे सबै विदेशको दलाल लुट्ने पार्ने खाने हिँड्ने है हामी जनता नै लास्टै ऊ तरिकाबाट जान लागेछौँ त राजनीतिबाट नजाम है हामी तर यस्तो हुने रहेछ नजाम भन्ने है तर शब्दहरू पर गर्दा गर्दै जोडिने रहेछ कि त्यही भएर चाहिँ अब जापान आउँदा बित्तिकै होइन अर्काले यो चालचलन गर्दा पनि बिग्रियो क्या हाम्रो अब एउटाले लगाइदिन्छ अब हल्का फुल्का त्यही टाइपको कपडाहरू किनिदिन्छ अर्कोले पनि किन्ने सोच गर्छ है अनि लास्टमा अब किन्ने सोच गर्दा अर्काले त्यही पैसाहरू पछाडि प्रत्येक मान्छेलाई हुन्छ होला कि त्यो कपडाहरू महँगो 20-30 हजार किनिसके पछाडि अनि जब दुःख पर्छ नि त आफूलाई 1-2 महिना पछाडि होइन मैले टुलुगा नकिनेको भने आर्थिक हल्का बलियो हुन्थ्यो कि भन्ने पनि पश्चात हुन्छ कि मान्छेलाई नहुने होइन नि त तर हामीले चाहिँ के भन्छौँ भने है अब तिमीले भन्ने सबैले भन्ने हो तर हामी संस्कार अरूको सब चिज छिटै चोर्नु तर यो संस्कार चोर्न थाल्यो भने हाम्रो देश बिग्रिनु देशको हालतै बिग्रिनु रहेछ कि एकदम सही हाम्रो है आफ्नो संस्कार के हो बुझेर अघि बढ्नु पर्छ हामी चाहिँ आफ्नै संस्कारलाई अँगालेर बढ्यौँ भने चाहिँ होइन अनि त्यो उसले व्यक्तिले चिन्ने भन्नेकै अब बोली होइन नि त अब संस्कार पनि चिन्ने हो उसले होइन अर्का व्यक्तिले होइन अब त्यही तरिकाले अब यस्तो हो अब फेरि भन्दै गर्दाखेरि तिमी जातिबिति राम्रो संस्कारी हुनुपर्ने भन्ने छैन कि तिमी व्यापारिक हौ होइन तिमीले अर्काले यस्तो लायो उस्तो लायो भनेर मैले लाउँछु नभन होइन अब तिमी एकदम व्यापारिक तरिकाले लगाऊ त्यो कमाएपछि नलगाऊ पनि भन्दा होइन लाउनु पर्छ होइन अब हरेक चिज दुःख पार गरे पछाडि अब हरेक चिज अँगाल्नु पर्छ अब यस्तो दुःख पार गरे पछाडि होइन अर्काले अब
हुन्छ नि त। अब दुःख पार गरे पछाडि त्यही दुःख सम्झेर हामी रमाउनु पनि पर्छ के। जिन्दगी भोगे पछाडि त्यसको अर्थ पनि दिनुपर्छ होइन। हामी जिन्दगी भोगे पछाडि पो थाहा हुन्छ, अनि दुःख गरेपछि सुख आउने त छँदै छ त। त्यही सम्झेर हामी दुःख पहिला चाहिँ दुःखै गरेर सुखमा अँगालिनु पर्छ। हामीले भनौँ अब फेसबुकमा एउटा राम्रो फोटो समेत अपलोड गर्न सकिन्न हो दोस्त? सकिन्छ गएकोले कहिले म होइन मौदै लाँदा म यही होइन 1-2 फोटोहरू मैले प्रोफाइल राख्ने कोसिस गरेँ होइन। यो चाहिँ त्यहाँ नहालौँला होइन, त्यही पनि भन्दा यो भोलि होइन। म निन्द्रा खुले पछाडि बेलुका सुते पछाडि अर्धराति 3-4 बजे निन्द्रा खोल्दाखेरि दिमागमा मलाई टेन्सन लागेपछि तैँले यो फोटो हाल्नु हुन्न, तैँले यो गर्नु हुन्न भनेर मैले त्यसलाई प्रोफाइल राखेको पनि मैले डिलिट गर्थेँ कि। मनमा आमा बाबा सम्झेर अनि एउटा मन शान्ति कहिले जुनीमा नहुने रहेछ। मान्छेको शान्ति चाहिँ के शान्ति भन्ने चिज चाहिँ लाइस्ट हामीलाई मर्दाखेरि शान्ति हुँदैन होला जस्तो लाग्छ। जीवन त लड्दै उल्टिँदै सिक्दै पढ्दै जाने रहेछ। हामी कहिले पनि भरिपूर्ण कहिले पनि हुन्नौँ कि। मान्छेहरूले भन्छ नि सेटल भएर बिहा गर्ने, सेटल भएर बच्चा, त्यो सेटल त हामी जिन्दगीमा हुँदो रहेछ। मैले समयले माग्यो भने बिहा पनि गर्नुपर्छ नि रहेछ, समयमै गर्नुपर्ने रहेछ सबै चिज। आज यसो सोध्छु म होइन, मैले चाहिँ नेपालमा के सोचेर आएँ भन्दाखेरि कमसेकम म यहाँ हल्लिएर हिँडेछु होइन। यसरी हल्लिएर हिँडिराख्दाखेरि म विदेश गएँ भने त मेरा बाआमालाई केही नभए महिनाको 50,000 पठाउन सकेँ भनेर सोचेर आएँ। 50,000 पठाउन सकेँ भने त म आफू पनि पालिन्छु उता। बाआमालाई कमसेकम यहाँ हल्लिएर हिँड्न भन्दा बाआमालाई 50,000 भयो भने त बाआमाले गुजारा चलाउँछ भन्ने सोचेर आइहालेँ म होइन। यसो यहाँ आएर सोचेँ अहिलेसम्म बाआमालाई 1 रुपियाँ पठाउन सकेँ छैन। अनि कहिले काहीँ गएकोले यताउति घुमाउन लान्छ, घुम्न जान्छु, फोटो खिचेर हालिदिन्छु। मान्छे देखिनेलाई के हुन्छ, फलाना छोराले मजाले कमायो घुम्यो भन्ने हुन्छ। अनि फेरि अर्को कुरा कस्तो पनि हुँदो रहेछ भने गाउँ त्यो भन्यौ नि तिमीले घुम्या भनेर उसले व्यक्तिगत तिम्रो मनै बुझे छैन त है। बुझेकै त्यो त अब त्यो भनेको मेरो देखावटी हो। देखावटी मैले के गरेको, मैले के पाइरहेको यहाँ दुःख। जीवन हामीले नेपालमा हुँदाखेरि 3 छाक 4 छाक 5 छाक खान्थ्यो दिनमै। जापान आएर तिमीलाई थाहा छ हामी बिहान र बेलुका मात्रै खाना खान्छौँ। त्यही त तिमीलाई थाहा छैन त भगाएर। घरमा भए त आमाले ठेला मकै भयो नि भुटेर ल बाबु है खा भनेर दिनुहुन्थ्यो नि। तर खान्न भनेर उफ्रेर दिने। त्यो कुरा त अहिले एकदम पसिबल। ठेला मकै भयो नि यसो आउने बित्तिकै मैले ठेला मकै कति खाइन्न अहिले लाग्दैन त्यस्तो। अहिले हाम्रै होइन हेर न जापानमा भरिसम्मलाई 400-500 मा बेचिरहेको हुन्छ भनेपछि के छ यहाँ जापानले कुन सिस्टमले देश अगाडि बढाएको अनि त्यो खोयाहरू भयो है मकैको पनि बेचिरहेको छ होइन। तर यस्तो घुमाउरोमा जाँदाखेरि राष्ट्रिय पनि लास्टै जान मन लाग्छ यार। यस्तो यो टर्पिने बनाएकै नेपालले हामी देशमै सहन नसकेर त विदेश हामी विदेशीले त हामीलाई कहाँ सहन्छ त। आफ्नै देशले सहन नसकेर अथवा आफ्नै देशले राख्न नसकेर लहटेको हामीलाई विदेशीले त कहाँदेखि सहन्छ। तिमीले याद गर्छौ कहिले काहीँ ट्रेनमा बस्यो यसो त्यस्तो बस्यो खाली हुन्छ, जापानिज झोलाएर बस्दैनन्। जापानिजको आडा नजिकको ट्रेनमा गएर बस्यो उठेर हिँडिन्छन् के। हामी त चोरै हो कि लुटेरै हो कि हामी त घुनाउँदै हिँड्छौँ कि हो र कि किन हो हाम्रो त्यस्तो यहाँ लाग्यो हो कि। अमेरिकनहरू बसेको ठाउँमा चाहिँ बरु जापानिजहरू बसेको देख्छु कि मैले कि होइन। तर हामी नेपालीहरू अरू इन्डियनहरू अरू देशको कन्ट्रीको बस्दाखेरि चाहिँ अरे अचम्म लाग्छ कि म त यहाँ कस्तो यो देशको कारणले पनि यस्तो भएको कि जस्तो फिल हुन्छ कि। देशको कारणले हामी हेपाइमा परेका हौँ कि जस्तो पनि लाग्ने कि। एउटा कुरा याद गर्यो जब हामीले यो गाक्कोले हामीलाई लियो, गाक्कोले तिमी देशको नाम लिनु पर्यो भने कुनको देशको नाम लिन्छ? जापानले। हामीले गएकोको सेन्सेलै भन अहिलेसम्म कतिचोटि लिइसक्यो। अमेरिकाको लिन्छ कि लिन्न? म यो कुरा म धेरै विचार गर्छु कि अरूकोलाई त लिँदै लिन्न के। न इन्डिया लिन्छ न नेपाल लिन्छ है। अब हाम्रो विद्यार्थीकै तरिकाले अब त्यो हाम्रो त नाम कहिले कसो आउनु भनेको त्यही विद्यार्थी भएर यो देशको भनेर व्यक्तिगत परिचय मात्र नेपालको भनेर दिन्छ। विकासकै कुरा होइन यिनीहरूले जसले भन्छन् त दुश्मन हो भनेर, तर दुश्मन नभए दुश्मन भन्छन् त अब बोम खजालेर होइन। तर यिनीहरूले त्यो दुश्मन भन्दा नि यिनीहरूले आफूभन्दा शक्तिशालीलाई नै प्यारो ठान्ने रहेछ कि जापानले चाहिँ। मलाई त्यही लाग्यो कि अहिले जस्तै मलाई चाहिँ कस्तो लाग्छ भने आफू चाहिँ सोच्ने त्यो लेभल पुग्छु भनेर आफूभन्दा धनीको सोच्ने रहेछ जीवन होइन। तर आफू जिउने भनेको आफूभन्दा तल्लो स्तरको हेरेर चाहिँ यो भन्दा त म राम्रो लाग्छ। देखावटीमा नजाम अघि नै आयो नि त हाम्रो कुरा होइन। संस्कार
तिनीहरूले संस्कार चोर्यो नि त होइन र यो कुराहरू यहाँ आएर प्रुभ भन्न थाल्छन् कि जस्तै यिनीहरूले भन्छ नि इन्डियामा बुद्ध जन्मेको बुद्ध कहाँ जन्मेको इन्डो मलाई एकदम मन दुख्छ कि म जहिले पनि हाल्छ नि यार बुद्ध इन्डियामा जन्मेको भन्छन् होइन म जहिले पनि मन दुख्छ म जम्मैसँग डिबेट गर्छु क्या नेपाल मैले खाइसियामा सबै मान्छेहरूलाई सोध्छु मेरो आडापाडामा जापानिजहरूलाई बुद्ध नेपालमा जन्मेको भने सबलाई कन्भिन्स गराउँदै हिँड्छु कि यस्तै हामी जहाँ जहाँ नेपाली छौँ सबले बुद्ध नेपालमा जन्मेको हो भन्दै हिँड्यो भने त कति हुन्छ एउटा धीरज राई भन्ने गायककार हुनुहुन्छ उहाँले चाहिँ भिडियो एकदम धेरै हाल्नुहुन्छ कि होइन उहाँको मात्रै त होइन नि त बुद्ध त हामी सबै नेपाली तर हामी सबैले चाहिँ त्यो गर्दैनौँ कि सबैले त्यो गरिदियो भने त बुद्ध त हाम्रो हो भनेर चिनाउन सकिन्छ नि त तिमीलाई मात्रै म एउटा कुरा भने है तिमीले जसरी चिनाउँदै हिँड्यौ नि त्यो प्रत्येक नेपालीले आफ्नो सकेको आफू केही काम भन्यौ नि तिमीले काम जाँदा काममा चिनायो तिमी चिनाउन हिँड्ने होइन त्यही तरिकाले प्रत्येक नेपाली आफ्नो काम होस् होइन कतै हिँड्दा होस् चिनाउने हो भने नि धेरै राम्रो हुन्छ धेरै जस्तै नेपालीहरू जापानमा 1 लाख 1.5 लाख भन्दा बढी छन् होइन त्यो मान्छेहरूले कमसे कम आफ्नो खाइसिया आफ्नो गएको शिक्षकहरूलाई सबलाई बुद्ध नेपालमा जन्मेको भन्दै गर्दा अहिले धेरै खाइसियामा नेपालीहरू वर्किङमा पनि आइराख्नु भयो सबैले त्यस्तो भन्दै गयो भने त बुद्ध नेपालमै जन्मेको भन्ने हुन्छ नि त सब इन्दो भनेको नि अनि त्यही कागले कान लगायो भने कान नछामिकन कागको पछि दौडले यस्तो भइरहेको छ कि हामीले चाहिँ कान छाम्ने बनाउनु पर्छ जस्तो लाग्छ कि हामीले अब तिमीलाई सोध्यो है शिक्षकहरूलाई अब कक्षामा नि है सबले नै इन्दो भनेर हुन्छ अहिले चाहिँ कमसेकम नेपाली भन्न लाग्छ अहिले चाहिँ हामीले अब तिमीले व्यक्तिगत विचारबाट सबलाई फैलाउने र त्यसै तरिकाले अरूले फैलायो भने चाहिँ धेरै राम्रो हुन्छ अनि अब जाउँ गाउँ घरबाटै जाउँ घरमा चाहिँ बुवा मम्मी हुनुहुन्छ अनि तिम्रो दाजुभाइ दिदीबहिनी कतिजना त्यहाँबाट जाउँ सुरु गरौँ त्यसरी सोध्दै जाउँ सबै अनि विस्तृत रूपमा आउँछ अब हामी चाहिँ 3 भाइ बिना है बहिनी पनि छ अब जेठो चाहिँ तिमी जेठा चाहिँ मै भनौँ अब तर यो जेठा हुनु पनि धेरै गाह्रो हुँदो रहेछ जिम्मेवारी कानमा यार भन्छन् जेठा माइलामा आफ्नो पीडा भन्छन् होइन तर म भोगेर पनि होला होइन अब त्यस्तो पनि भोग्न त के अझै बाँकी छ अहिलेसम्म त के भोगेको थियो र नेपालमा हुँदा त जता जाऊ जता हिँड है तिमी एकातिर मल्लपै तर बिस्तारै हामी यहीँ पाइला टेक्दा चाहिँ यस्तो भयो कि एकैचोटि हामी छाङ्गामा खज्यौँ कि त्यो छाङ्गाबाट हामीलाई निस्किन यति गाह्रो भएको छ कि यति ढौ भएको छ कि है तिमी पाइला त चालिरहेको हुन्छौँ नि यार थागेछ गएको भेटाउ रेल भेटाउन डुगर कि गएको भेटाउन डुगर कि है काम भेटाउन डुगर कि यार है पीडा छ नि यार यतिको दुःख नेपालमा गरेको भए कमसेकम महिनाको 20,000 30,000 त बाबालाई दिन सकिन्थ्यो नि यार तर फेरि अर्को कुरा के जस्तो लाग्छ जीवन भन्दाखेरि मलाई यदि जापान नआएको भए हामी यो दुःख बुझ्थेनौँ पनि जस्तो लाग्छ यार सही कुरा गरे यो चाहिँ यार जापान नआएको भए चाहिँ मैले यति कुरा चाहिँ पहिल्यै भन्थेँ कि मलाई चाहिँ जापानले केही दिन केही पैसा धन सम्पत्ति केही नदियो तैँले चाहिँ मैले जिन्दगी जिउन चाहिँ लास्टै सिकाउँछस् भन्थेँ कि जिन्दगी जिउन चाहिँ लास्टै सिकाउँछ है जापानले चाहिँ जिन्दगी जिउन चाहिँ यति सिकाउँछ कि यस्तो पीडा भोगाइ यस्तो खुसी कस्तोमा रमाउनु पर्छ कस्तोमा हिँड्नु पर्छ कस्तो साथी भन्ने कसलाई चिन्नु पर्छ र दुःख के हो सुख के हो सब चिनाउँछ यार जिन्दगी जिउन मान्छेलाई भाडा मास्न सिकाउँछ है कुचो कोडालो गर्न नि सिकाउँछ सब हकठोक सब सिकाउँछ कि जापानले भोमरीमा परेपछि यति सिकाउँछ कि जापानले जिन्दगी जिउन चाहिँ लास्टै तिमी केही नभए नि तिमीलाई पञ्चताप चाहिँ हुँदैन कि पछाडि हुँदैन कि हरेक चिज सिकाउँछ तिमीलाई जिन्दगी जिउन चाहिँ लास्टै राम्रो सिप सिकाउँछ जापानले चाहिँ अनि तिम्रो चाहिँ +2 कहाँबाट गर्यो SLC सम्म +2 सम्म +2 चाहिँ मेरो पोखराबाटै भयो पोखरा बालमन्दिरबाट भयो हैन +2 गर्यो +2 गर्ने बित्तिकै अनि तिमी बाहिर एप्लाई गरेर आयो कि के गर्यौ +2 सँगै म साथीभाइहरू थियौँ अब त्यही हुन्छ अब हल्का अब हामीले एम त अब सबैको फरकै भयो नि एम है तिम्रो अर्कै थियो एम 100% अर्कै थियो मेरो चाहिँ मलाई चाहिँ कस्तो मेरो सपनै कस्तो भने मलाई नेचरको नजिक जानु पर्छ नेचरलाई तिमी भिडियो खिच्न पर्ने पोलिटिक्समा धेरै रमाउँछ तिमी गाउँतिर अलिकति ढुङ्गाको घर होस् छेउमा कलकल खोला होस् आँखाले हेर्दा टक्क हिमाल देखियोस् मलाई त्यस्तो ठाउँहरू एकदम प्यारो हुने हैन सरर हावा चलेको गाउँघर त्यो स्माइल नै हुन्छ नि फुल फेर्ने तोरी फुल्ने सिजनमा गाउँघरमा कस्तो स्माइल आउँछ त्यो कि त्यो स्माइल गाउँघरको छुट्टै हुन्छ मकै भुटिराखेको हैन त्यस्तो अब घिउ बसाइराखेको मुही मुथी राखेको त्यस्तो ठाउँहरू चाहिँ एकदम मनपर्ने
म +2 जोइन हुँदाखेरि मैले 2टा विषय लिएर पढ्छु भनेको नि थिएँ कि। एउटा चाहिँ मैले चाहिँ मलाई तिमी ठ्याक्कै लगभग मलाई टुरिस्टसँग हिँड्न चाहिँ लास्टै माया लाग्छ, मन पर्छ कि। मेरो बाबा पनि लगभग आजभन्दा लगभग 16-17 वर्ष समथिङ, त्यही 16-17 भनौँ या 12-13 वर्ष भनौँ, ठ्याक्कै मलाई ऊ भएन होइन। के थियो अरे भने मेरो बाबा पनि झन्डै यस्तै टुरिस्टसँग हिँड्ने माहौलमा झन्डै भन्दा नि गइसकेको तर नगएको के। धेरै अब बाबाले धेरै छन्, अब बाबाको कुरा गर्ने हो भने अब गाउँमै पनि पढाइ गर, गाउँलाई पढा भन्दा पनि अब नगरेर अब विदेशकै अब 4-5 वर्ष पसिना बगाएर है नेपालमा एउटा त्यही पसल गरेर हुर्काए हामीलाई होइन। कस्तो पसल थियो? पसल चाहिँ सुरुमा चाहिँ त्यही अब किरानाबाटै गयो, अब त्यसपछि बिस्तारै अब समयले माग अनुसार चाहिँ बाबाले चाहिँ हरेक चिजको सामना गर्दै त्यो किरानासँगै कपडा पनि होइन, त्यहाँ पनि मासु पसल पनि, कुखुराहरू राख्ने पनि है धेरै गरे कि। अब यस्तो हो दोष, अब भन्दा नि हाम्रो चाहिँ घर परिवार चाहिँ लास्टै पावरफुल र शक्तिशाली है। हाम्रो जस्तै भन्छ नि अब इजेट सिजेट भन्ने कुरामा चाहिँ एकदम 100% भएको घर हो कि। कसैले इजेटमा चाहिँ कसैले ढक्कन लाउन नसक्ने होइन। बाउले अब होइन, अब गाउँ भन्छन् नि पहिला जमानामा त त्यस्तो ठाउँमा चाहिँ साउकामी भनेरै नाम, जिजुले चाहिँ है मेरो बाजे र उले भन्दा पनि जिजुले चाहिँ साउकामी भनेर नाम कमाएको है। तर धेरै गर्व लाग्छ, खुसी लाग्छ। अहिले आफूले त्यो चाहिँ हामीले चाहिँ भनौँ यस्तो भनौँ भनेर भन्दा पनि एउटा हाम्रो अब दुःखम सुखमको हरेक चिज हुन्छ क्या अब होइन। भएर चाहिँ जिजुले चाहिँ लास्टै अब दुःख गरेर अब उहाँले चाहिँ अब जमानामा यस्तो दुःख, अब हामीले त अब त्यो किताबमा लेखेको हुन्छ नि त्यही पढे जस्तो हो कि, कथा सुने जस्तो। जिजुनसँग चाहिँ म भेट भएँ होइन। म चाहिँ जिजुनसँग चाहिँ लगभग म बित्न त अब म त्यही 12-13 त्यस्तै वर्ष हुँदा बित्नु भएको, तर त्यही पनि धेरै घुलमिल भए, दुःखम सुखम धेरै हो नि त त्यो त। त्यसपछि आएर बाजेले पनि फेरि त्यस्तै दुःख गरे है। बाजेले पनि कसैले धक्काउन सक्ने, कसैले भनेर हल्लिन सक्ने ठाउँ आफ्नो दुःखै बनाए के। अनि तर 3 चोटि पालामा फेरिन्छ भन्छन्, हो रहेछ के हरेक चिजको के। 3 पुस्तामा एउटै फेरिन्छ भने हामीले आएर यस्तो दुःख पाइयो नि त। जिजुले अनि बाजेले बाबाले एकदम राम्रो आफ्नो सरल जिन्दगी नै नेपालमै अब यापन गरे। तर नातिको पालो आयो त विदेश हिँड्छु भन्यो होइन। त्यहीमा पनि अब फस्नले के फस्यो, हुन त राम्रै होला पछिको कुराहरू होइन। दुःख चाहिँ हामीले भोग्यौँ भन्ने कुरामा चाहिँ यो शब्दहरू आयो कि होइन। अब हामी यस्तो तरिकाबाट आइयो, त्यही मैले चाहिँ हरेक भन्छौँ नि अब त्यही बाउबाजेको त्यस्तो मेहनत र मान्छे त्यस्तो हुनुपर्छ भने चाहिँ म झारपात भएर हिँड्न चाहन्छु कि। मान्छेले बोली चिन्ने हुँदा नि व्यापार चिन्नु भनेर चाहिँ म यस्तै हिँड्छु। म फेरि यस्तो न हो, बालपनमाबाटै म यस्तै तरिका साथीभाइप्रति लास्टै मिल्ने, र साथीले भन्नु भने चाहिँ मैले कहिले मेरो होइन। अब मेरो अरू साथीहरूले हेरे पनि गाउँघरको उनीहरूले पनि बुझ्छ क्या होइन। उनीहरूले म त व्यक्तिगत म यस्तो हो भनेर भन्न चाहन्न, उनीहरूले हेरोस् भने म अरूलाई के व्याख्या गर्नु र दुनियाँलाई होइन। त्यो साथीले हेऱ्यो भने चाहिँ अब थियो भन्ने अब एक मनले भयो भने अब उसले कस्तो सोचेछ त्यही अनुसार व्याख्या गर्ला। म चाहिँ साथीभाइको होइन दुःख चाहिँ मैले एकचोटि मलाई सुनाउन आयो भने चाहिँ होइन मैले नसकी गर्थेँ कि। अहिले आएर तिमीहरूले हेरेर पनि भन्छस् होला, सोच्छस् होला, केही तिमीहरूले पनि भन्छस् होला। तिमीहरूलाई पढ्दाखेरि चाहिँ म अर्कालाई मागेर भए पनि मेरै टाउकोमा मैले त्यो बोकाएर भए पनि होइन तिमीहरूलाई चाहिँ मैले खुसी दिन्थेँ कि। त्यस्तोसम्म पनि मैले गरेको कि, धेरै गरेछु नि त्यस यार। तर त्यही साथीहरू नराम्रो त निस्किएन अब, तर अब कुनै एका दुईले चाहिँ होइन त्यस्तै गर्दै गयो। त तिमीहरूले नि अब आजभन्दा अब बुढेसकाल अब तिमीहरूलाई एक ठाउँ छोडेर अर्को ठाउँमा गएर साथीहरूले घाट गर्यो भने अनि बल्ल सम्झिन्छ त्यो चाहिँ होइन र। मैले त जीवन यहाँ आएपछि मैले साथीभाइहरूलाई मेरो प्रत्येक दिनमा के साथीहरूलाई दैनिक भेट्ने, चिया खाने डेली जस्तो हुन्थ्यो। नेपालमा हुँदा मेरो जति साथी कसैले पनि छैन जस्तो, घरमा पनि भन्नुहुन्थ्यो तेरो जति साथी तेरो जति, म कहिले पनि घरमा हुन्थिनँ। मैले बाआमाले भनेको भन्दा मैले मेरो साथीहरूले भनेको मान्ने कि जहिले। त्यही त नि मैले बाआमाले यहाँ नजाऊ है बाबु भने साथीले जाम भन्नु गइदिने कि। तर मलाई चाहिँ साथीहरूले म रक्सी खान्थिनँ,
कर पनि गर्थेनन् उनीहरूले बुझ्थे बिचराहरूले कहिले पनि। तर म यहाँ जापान आइसकेपछि मैले के सोचेँ महिनाको यति कमाउँछु घरमा अलिकति पठाइदिनु साथीभाइले अलिअलि हेल्प गर्न सक्छु भन्ने सोच्थ्यो। आएँ आज 3 महिनासम्म काम पाएन त्यसै हल्लियो होइन। त्यसपछि अनि आजकल त मलाई किन भन्दाखेरि फोन गर्नै मन लाग्दैन साथीलाई, किन भन्दा पनि फोन गर्दिनँ भन्दाखेरि मैले चाहिँ साथीले त पैसा नमाग्ला तर ठिक छ कुनै दिन साथी 2000 छ भने हालिदेऊ न भन्दाखेरि मसँग त्यो औकात छैन के। अनि अर्को कुरो साथीहरूले के देख्छन् भन्दाखेरि चाहिँ त घुमेर फोटो हालेको त देख्छन् त्यहाँ त जान पैसा लाग्ला के लाग्ला तिनीहरूले त्यो सोच्छन्। तर मसँग जुन दिन अलिकति पैसा भएर साथीले झुक्केर पनि 2000 हालिदेऊ भन्दाखेरि 3000 हाल्ने औकात हुन्छ नि, म आफैले फोन गरेर साथी सन्चै छौ के छौ भनेर फोन गर्ने इच्छा छ कि। तर अहिले मसँग किन गर्न सक्दैन भने गएकोले घुमाउन अझै यता लान्छ। जस्तै अब हामी त घुम्नलाई अब उमी यहीँ नजिक छ होइन, समुद्र गएर डेली फोटो हालिदिउँ होइन, यसले त चिल हाने भनिन्छ। काम पाइए होइन घरमा कोठामा बसेर डिप्रेसन यो रुममा बस्न भन्दा खुल्ला ठाउँमा गएर बस्छ भन्ने हुन्छ नि त। त्यही भएर मैले अचल चाहिँ साथीभाइलाई त्यति फोन गरेँ होइन। जुन दिन म सक्षम हुन्छु ल साथी के छ तिम्रो हालखबर भन्दाखेरि मलाई यस्तो अप्ठ्यारो पर्यो भन्दाखेरि चाहिँ उसले पैसा नमागोस् तर मैले पनि कति चाहियो त नि तिमीलाई जहिले हुन्छु म तैले फोन गर्छु कि। तिमी के भन्छौ र तिमीहरूले यार यस्तो साथी पाउनुलाई है? म त साथीको लागि ज्यान दिने मान्छे मैले बुझिसकेँ। यहाँ तिमीले भन्यो भने अघि नै अन्तिममा बुझिसक्यो भनेर मलाई भन्यो होइन। तिमीहरूलाई मैले पहिल्यै बुझेको थिएँ कि तिमीहरू गएर चाहिँ लास्टमा तिमीहरूले चिन्ने भनेकै व्यक्तिको व्यवहार र अनि तिमीलाई दुःख पर्दा चिन्छौ। अरू बेला चाहिँ मान्छेले चिन्दैन, रमाउन पनि चिन्दैन, रमाएको बेला नै चिन्दैन, रमाएको बेला चिन्यो भने अर्को दिन भुल्ने हो। 100% व्यक्तिले आज रमाएर चिन्यो भने भोलिको दिन भुलिदिन्छ। जब तिमीलाई जब तिमीलाई चोट पर्छ अनि तिमी अन्तराल पछि हामीले अब व्यापक रूपमा है दिन बित्दै गए होइन, दिन बितेपछि हप्ता बिते, हप्ता महिना बिते, आज हामी वर्ष बितेर हामी पनि यो ठाउँबाट नि छोडेर जाँदैछौँ है। त्यो अन्तरालमा चाहिँ होइन साथीभाइहरू र कसले कस्तो गर्यो है। तर सबै आफ्नो दुःखमा छौँ है। कसैले हाम्रो साथीभाइलाई घात गर्ने कुरा गरेको होइन के। तर तिनीहरूले एउटा हुन्छ नि त्यस्तै भमरीको दुःख भए पनि एउटा होइन आफूसँग भएको व्यवहारको तरिकाबाट है साथी भनेर हात उठाउन पनि नसक्ने भयो कि आज त्यो साथीहरू के 15 महिनाको अन्तरभित्र है चिन्दैछ त्यस्तो तरिकामा चाहिँ। जस्तो उसलाई पनि गाह्रो छ मलाई पनि गाह्रो छ तर उसले आफ्नो गाह्रो चाहिँ देख्यो मेरो गाह्रो देख्दैन कि साथी के। उसलाई गाह्रो पऱ्यो भने मैले हेल्प गर्न पर्ने तर मलाई गाह्रो पऱ्यो भने उसले हेल्प गर्न नपर्ने सोचाइका साथीहरू धेरै छन् कि। त्यही भएर चाहिँ साथीहरू चाहिँ विदेशमा आएर पनि चिनिन्छ। अनि मेरो नेपालको साथीहरूले के सोच्छ होला विदेश गयो कमाउने भयो दिनदिनै भिडिहाल्छ कमाउने भयो ठुलो भयो भन्ने सोच्छ होला होइन। त्यस्तो कहिले पनि होइन। जुन दिन म सक्षम भएर होइन तिमीहरूलाई उठेर पढ्दाखेरि हालिदिन पैसा सक्छु अथवा तिमीहरूलाई मैले कुन हिसाबले सहयोग गर्न सक्छु त्यही औकातमा भयो भने चाहिँ म जहिले पनि मेरो साथीहरू जहिले पनि सम्झेको हुन्छ। मैले तिमीहरूलाई जहिले पनि सम्झेको हुन्छ एकदम मिस गर्छु। तर म अहिले चाहिँ त्यो समय आएको छैन या समयले दिएको छैन वा सङ्घर्ष गर्न नसकेको हो या भाग्यमा नभएको हो बुझ्नै सक्दैन। तिमीहरूलाई हामीले है मेसेजै फोनै गरेर विश्वास लाउनु लाग्यो फेरि लाउनु लाग्यो यहाँ गाह्रो छ भन्दा विश्वास लाउनु कि कुन हिसाबले कस्तो चलेछ र अहिलेको जापान र पहिलेको जापानमा के फरक छ भन्ने। 18 महिना भयो जीवन अनि घरमा बा आमालाई 1 रुपियाँ पठाएको छैन अनि ऋण गरेर विद्यार्थीहरू अझ केक काटेर उफ्रिन्छन् कि देख्छु कि मैले अहिले यहाँ त भोगेँ होइन। कन्सल्टेन्सीले पनि भनिदिनु पर्छ कि तपाईँले वहाँ गएर यस्तो छैन है साथीभाइलाई पार्टीतिर यसरी नजानु। कन्सल्टेन्सीहरूले झन् उखाड दिने रहेछ कि केक काटिदिने यता काटिदिने उता काटिदिने उहाँको सिन त दरै कमाउँछ 2-3टा काम 2-3टा काम गर्नु भनेको इलिगल हो। जापानमा आएर हामीले इलिगल काम नगरी पैसा कमाउनै सकिन्न। ल भने इलिगल काम खाना बस्न सब ठिक हुन्छ खाना बस्न रमाउन सकिन्न फेरि खाना बस्न पनि पुग्दैन 3 छाक खाने हो भने 2 छाक बिहान बेलुका दिउँसो भोकै बस्यो भने बल्ल पुग्छ कि जीवन हो कि के रे एक्लै रुममा बस्नु पर्यो भने त त्यही पनि गाह्रो हुन्छ। अहिले जस्तै हामीले गएको फी हाल्न पर्दाखेरि कति मागे हम नि त मागे हम बाआमालाई पो सुनाएन हामीले चाहिँ उसको फियाउँदा मलाई माग्ने मैले फियाउँदा उसलाई माग्ने र राउन्ड हानेर चाहिँ मिलाहाम के यो त्यसरी हामी गाँठो बनाहाम कि है। अनि हामी है अलि बाहिर देश अलि होइन अब आफूलाई गर्ने भए साथीभाइहरूलाई नि उनीहरूले हामीले माग्छौँ होइन। हामीले फेरि नेपालमा भएकोलाई फेरि अब है त्यस्तो पोख्न फेरि अब पोख्न पऱ्यो नि विश्वास नलाग्ने कुरा छ कि। यसो गऱ्यो चस्मा लाग्यो एउटा ट्याक्को समुद्रतिर गयो एउटा फोटो खिच्दै भिडियो खिच्दै रमाइलो इन्जोय गरे
साथी मलाई 2000 पठाइदिनु म सक्दिनँ भन्दा त उनीहरूले मलाई गफ। अनि फेरि अर्को कुरो के रहेछ भने जापानको जीवन होइन, जस्तै मसँगै आएको एउटा साथीले चाहिँ उता फुकुओका भन्ने ठाउँमा गएको चाहिँ साथीले चाहिँ महिनामा 3 लाख पठाइदियो कि 3 लाख पठाइदियो, एक महिनामा 3 लाख पठाइदियो होइन। तर मैले 18 महिना भयो 18 रुपियाँ पठाउन सकेँ छैन। अब अर्कोले त पठाए त उसलाई पठाउनु गफै हाने जस्तो हुन्छ कि यहाँनिर कि उसले 2टा काम 3टा काम पनि गर्छ, मैले आएबाट एउटा काम भन्दा गरेको छैन। सोच न होइन, मान्छे नेपालमा बस्ने मान्छे पनि गलत त होइन जस्तो लाग्छ कि सँगै गएको ऊ र म सँगै आएको जापान, उसले महिनाको 2 लाख 3 लाख पनि पठाउँछ, मैले 18 महिना भयो 18 रुपियाँ पठाउन सकेँ छैन। दुनियाँले पठायो नि त तैँले चाहिँ गफ हान्दो रहेछस् हामीलाई भन्ने जस्तो उनीहरूलाई पर्छ हो भ्रम। तर हामीलाई थाहा नि त व्यथा के हो यथार्थ के हो होइन। अहिले गएको फी हाल्दाखेरि बसाइसही गरेर अब अर्को कलेज अझ 2 वर्ष पढ्दाखेरि चाहिँ हामीले कति दुःख गरेर बाआमालाई त कति सुनाउने, 15-20 लाख ऋण गरेर आइएछ बाआमालाई त्यही टाउको थाम्दा हैरान छन्। अझै पनि बाआमालाई पैसा ल्याऊ भनेर हाम्रो माग्न सक्छ। अब त अलिकति बुझ्ने भयो, अलिकति दिमाग पसे जस्तो त भयो नि त बाआमा। अहिले त मलाई के हुन्छ भने जीवन नेपाल गयो भने नि बाआमाको काखमा गएर जस्तो पकाएर दिन्छन् हस् भनेर खान मन छ कि। त्यति बेला मलाई थाहा छ कि नेपालमा हुँदा आमाले बिहान र बेलुका पकाएर खाना दिँदैन मिठो भन भनेर चाहिँ छोडेर हिँड्यो कि खाना। अहिले चाहिँ फिल हुन्छ आमाले जाने, आमा भोक लाग्यो भने आमा भोकै हुन् या नभोकै हुन्, तर आमाले जहिले पनि मैले भोक लागेको भनेको दिनमा जे काम गर्दै भए पनि आएर एउटा रोटी भए नि हालिदिन्थ्यो, मकै बुटेर पनि हालिदिन्थ्यो। तर यहाँ कसले हालिदिन्छ, कोही पनि छैन नि त। त्यही भएर यसो अनि कहिले यसो पनि लाग्छ फेरि इष्टमित्र धेरै छन्, एउटा चक्लेट पनि नबोकिकन जाँदा के भन्ला, ऋण पनि तिरे छैन, नेपाल पनि जान मन लाग्छ, एउटा चक्लेट पनि लिएर नजाँदा फलानाको छोरो विदेश गएर आएको ठुलो भयो भेट्न पनि आन हुन्छ, कसरी जानिँदैन नेपाल पनि जान सकिँदैन। जान मन छ कि जीवन त्यो कुरै नगरौँ न गाउँको घरमा गएर पनि सुत्यो भने निन्द्रा पनि लाग्छ यार होइन। यस्तो भयो कि यो जिन्दगीहरू यस्तो भमरीमा फसाइदियो कि है। नेपाललाई छोडेर जानु भने मैले डिबीसम्म नबुझ्ने मान्छे आज जापानको यस्तो कुनामा आएर चाहिँ बस्नु परेको। जापानमा आएर पनि अलिअलि महिनाको 10,000 पनि पठाउन सकेको 18 महिनामा त कति पठाइन्थ्यो भने त 1,80,000 त्यो भनेको पनि ठुलो पैसा हो, त्यति पनि पठाउन सक्यो होइन। उल्टो यतै पनि ऋण खोजेर आफू चल्दैछौँ कि हामी चल्दैछौँ अझै नि कतिसम्म खोज्ने हो कि अझ कतिसम्म खोज्ने। अझ बसिन त पढाइ झन् बढी हुन्छ हाम्रो, झन् बढी हुन्छ, अझ गाह्रो हुन्छ जिन्दगी त एकदम। अब यो यथार्थमा चाहिँ अब जापान आएर यस्तो भयो भन्दा नि अब हाम्रो आफ्नै जिन्दगीको दुःख सुखमा गइदिउँ होला होइन। हामीलाई अब यहीँ यसरी भयो दुःखम सुखम भयो, तिमी म एउटै ठाउँमा जाँदैछौँ होइन, त्यसपछि नेपालमा जाऊँ राले होइन, त्यसपछि अझै बाँकीहरू हरेक कुरा छैन होइन। धेरै कुरा नेपालमा गएर हरेक चिज गरौँ लारे होइन, कुनै बेला कहाँ पुगेर फेरि जति बेला भेट भए पनि जेसुकै होस् अब दुःख कुरा नलागेसँगै मन शान्ति नहुने रहेछ। एउटा दुःख मन भरिएको मन पोख्नलाई चाहिँ एउटा साथी चाहिन्छ, साथी चाहिन्छ। तर साथीमा पनि फरक पर्ने कि एउटा सुनेर उडाइदिने हुन्छ, एउटा सुनिने ध्यान दिएर सुनिने हुन्छ, एउटा चाहिँ सुनेर त्यसको कुरा बल्ल खाइस भन्ने हुन्छ, एउटा साथी कस्तो हुन्छ सुनेर चाहिँ यस्तो यस्तो गर्दा ठिक हुन्छ भन्ने हुन्छ कि। तर कोहीले चाहिँ मुखले चाहिँ तेरो लागि त म ज्यानै दिन्छु भन्छ एउटा साथी, एउटा साथीले भन्छ तेरो लागि जे पनि गरिदिन्छु भन्छ, तर एउटा साथीले केही भन्दैन तर परेको बेला जे पनि गरिदिन्छ कि। अनि है त्यही साथी चाहिँ अनि अहिले आएर है चिन्यो नि त अनि हामीले अनि को के भन्ने कुरा हो त्यस्तो हुँदो रहेछ कि। मुखले त जसले पनि जे पारिदिन्छ कि, चिप्लो घस्ने जसले पनि गर्छ। सुरुमा तिमीहरू आयो होइन तिमी म एक्लै भन्दा नि अब भनौँ साइड एक्लै चाहिँ होस्टेलमा नि है प्राय म तर मलाई गुनासो मान्ने चाहिँ मान्छे होइन। म त्यो गुनासो मान्ने भए म कतिचोटि के कहाँहरू गएर के हुन्थ्यो होला होइन। म सब चिज बुझेर नै है दुःख पाउने होस् कति पाउँछस् त्यस्तै मैले पाऊँ अरूले नपाउने सोचाइले त्यही तरिकाले अब तिमीहरूलाई दुःख पर्दामा त्यसले चिन्ने हो है भनेर चाहिँ म त्यो बाटै रोजेर चाहिँ म यस्तो तरिकाबाट आइपुगेँ कि यहाँसम्म चाहिँ अब अन्तरालमा कति बजिसक्यो होला। जस हामीले चाहिँ आज चाहिँ एकदम लामै हामी गफ गरिन्छ दाजुभाइको दुःख सुख होइन। यस्तै छ परदेशको समय यस्तै छ। आज छुट्टी थियो गएको भर्खर भएर आएर कुरा गर्दैछौँ होइन। खाउँ न खाउँ म खान्छु। अब के छ भनेपछि चाहिँ अब बाल्यकालहरू बितिसक्यो है। अब घरमा चाहिँ फोन गर्दा के भन्नुहुन्छ मम्मी बाबाहरूले तैँले पैसा पठाउन सकिँदैन ऋण कसरी तिर्ने त्यस्तो कुरा गर्नुहुन्छ? त्यो कुरा मेरो फ्यामिलीमा चाहिँ त्यति कुरा चाहिँ छैन। तर अब के हुन्छ भनेपछि आफूले त बुझ्नु पर्ने कुरा हो। त्यो आफूले बुझ्न पर्ने कुरा
अब फ्यामिलीबाट आमाबाट चाहिँ त्यो कुरा जिन्दगीमा हुन सक्दैन। आमाले मरेर भयो मेरो छोरालाई चाहिँ बाबालाई दोष दिने होइन, फेरि बाबाले त फेरि आफ्नो जिन्दगी त भएको हो नि त, उसले त जिन्दगी भन्ने घर थामेछ नि त, बाबालाई गाह्रो छ नि त। सुरुमा नेपाल भन्ने जस्तो चाहिँ जसलाई पनि आमाको महत्त्व थियो कि। अनि मलाई चाहिँ यस्तो लाग्छ कि आफै पकाउन खान पर्यो आमालाई सम्झिरहेको हुन्छु, आफै कमाएर घर धान्न पर्छ भन्ने सोचे आउँछु बाबालाई सम्झिन्छु कि बाले त्यति थोरै कमाइ हुँदा हामीलाई जे भने त्यही पुर्याइदिनु भयो, आमाले त्यति थोरै सामग्री त्यति थोरै कमाइ हुँदा पनि हामीलाई राम्रोसँग 2 पेटा खाना दिनुभयो कि। आज हामी परदेश आएर बाआमालाई 1 रुपियाँ पठाउन सकेका छैनौँ, के गर्न सकेका छैनौँ होला, भोलिको दिनमा होला त्यो नहोला भन्न सकिन्न। तर अहिलेको अवस्थामा हेर्दा आफै कमाउन लगाएपछि बाबाको महत्त्व थाहा पाएँ, आफै पकाएर खाना लगाएपछि आमाको महत्त्व बुझ्दैछु। यो दुईटा चाहिँ एकै रथका 2 पाना, एउटै सिक्काको 2 पाना। अब हामीले भिन्न आमा नै हुन्। अब यो 4 अक्षरलाई त हामीले न भाग लगाएर सिद्धिन्छ न टुक्रा पारेर, आखिर बन्ने भनेकै डबल अक्षर हो होइन। 4 अक्षरका बाआमा नि हामी कसरी अनि उ गर्न सकिन्छ त नि। बाको दुःख चाहिँ जो छोरो परदेश आउँछ नि त्यसले बुझ्छ जस्तो लाग्छ। परदेश यस्तो नगर्दैन यस्तो गर्दैन भन्नुहुन्थ्यो नि बुवाले। पुरै कराउँछन् भनेर हिँड्थ्यो नि हामी। यस्तो नगर्दै म साथीहरूसँग जाँदा यस्तो नगर्दै हुन्छ। भन न बाउलाई त आँखा छलेर आमालाई पैसा मागेर मेला सेला हिँड्ने यो त हाम्रो त दिनै पछिको ऊ हुन्छ। हामी यस्तो आमाको पछाडि पैसा मागेर हिँड्ने। अनि अर्को कुरा कस्तो पनि लाग्छ भन्नु मलाई, बा हामी जस्तै हुर्केर गएका हुँ नि त, बालाई छोरा कसरी बिग्रिन्छ भन्ने थाहा छ। तर आमालाई के हुन्छ नि, सबैका छोराछोरी गएको ठाउँ मेरो छोरो पनि जाओस् तर नबिग्रियोस् भनेर आमाले पछाडिबाट पैसा झिकेर दिनुहुन्छ। तर बालाई के थाहा छ त नि भन्दाखेरि यस्तै हिँड्दाखेरि बिग्रिन्छ भन्ने कुरा बाले भोगेर गएको पो हामीलाई कराउँदैन। त्यो कराउँदाखेरि त्यो उमेरमा चाहिँ हामीलाई बा नराम्रो लाग्ने हो कि नराम्रो लाग्छ। तर बाले गरेको कुरो चाहिँ राम्रै हुन्छ। अनि समयअनुसार बुझ्दै गयौँ कि हामीले व्यवहारमा पढ्दै जाँदाखेरि बिग्रिने त त्यहीँनिर रहेछ नि त होइन, त्यहीँनिर रहेछ नि त। त्यही भएर चाहिँ बा भनेको बा नै हुन् कि आमा भनेको आमै हुन्। त्यही भएर चाहिँ उहाँ दुईजनालाई बाको माया लाग्छ आमाको माया लाग्छ, दुवैको एकदमै माया लाग्छ कि। जसले आजसम्म हुर्काएर बढाएर पढाएर यहाँसम्म पुर्याइदिनु पनि उहाँहरूको ठुलो हात हो कि। देखि बाटामा सुतेर पनि खाने नि बा आमाले छोडेर गर। हाम्रो जस्तै खाते भनौँ, सडक बालबालिका भनौँ अथवा खाते भनेर चिन्छ नि हाम्रो समाजमा, उनीहरूलाई बा आमाले जन्म दिएर त बाटोमा छोडिदियो। त्यसो हाम्रा बा आमाले त कमसेकम यहाँसम्म पुर्याइदिनु हो नि, त्यो एकदमै ठुलो हो कि। एउटा जन्म दिनु नै ठुलो कुरो हो, किनभने एउटा संसार देख्न पाइयो। अर्को कुरो लावारिस नबनाइकन आजसम्म पढाएर बढाएर हुर्काएर यहाँसम्म पुर्याइदिनु भनेको नि त्यो त एकदम ठुलो कुरो होइन र। त्यही भएर त्यस्तै गर्दा चाहिँ अब बाउले होइन अब नबिर्स भनेर त्यही बाटोमा हिँड्न थाले, आमाले बढी माया दिए होइन। त्यही भएर त हामीले जिन्दगी बुझ्न सकेन होइन। बाबाले चाहिँ एकैचोटि बाबाले थाहा पाइरै रहेछ जस्तो लाग्यो कि बाबाले बिग्रिने भन्ने थाहा रहेछ। अनि त्यही भएर न पैसा बढी खेलान दिए तिमीलाई बाले, तिम्रो बाले कुनै समयमा ला भनेर बढी दिए, तर मैले चाहिँ बढी माग्थेँ। त्यो त स्वाभाविकै कुरा भनौँ न। अब त्यो बढी त हाम्रो अब जस्तै बुवालाई त 500 चाहिन्छ भने बुवाले 500 दिनुहुन्छ, तर मैले 500 चाहिने ठाउँमा चाहिँ 800 1000 चाहिँ भनिदिन्थेँ। त्यही त नि कि। अब तर मेरो आमाले चाहिँ म साथीहरूसँग घुम्न जान्छु भन्दाखेरि आमाले चाहिँ पैसा छैन भन्नुहुन्थ्यो, तर हिँड्ने बेला दिनुहुन्थ्यो। बाबाले जे चिज दिए पनि नपुग्ने तर पुग्ला, नपुग्ने तर यस्तो घुमाइ पुग्दैन कि भन्ने गरेर पुग्थ्यो कि। हरेक चिज बाबुले दिने त्यो जेसुकै चिज भन्छ एउटा जिन्दगीको काम लाग्ने चिजहरू होइन, नपुग्ने तरिकाले आफूले बल गर्दाखेरि त्यो पुग्न चाहिँ पुगिरहेको। तर प्रेसर घुमाएर है आफूले यस्तो प्रेसर घुमाएर कि यस्तो नपुग्ला आफूले, अब यति भए म हार्छु होला जस्तो लागेर है त्यो पुग्ने चाहिँ बनाइदिने है बाउले। त्यो बाउले एउटा हिँड्ने बाटो देखाइदिउन्, एउटा पैसा दिउन् होइन, एउटा कपडा किन्नु, नयाँ कपडा किन्नुन् है। त्यो कपडा नयाँ कपडा किन्ने पनि 2-4 दिन लागेपछि हामीले त्यसको महत्त्व त बुझिहाल्छ। त्यो फाँसेर जान लागेपछि त सस्तै ठिकै खालको किन्ने रहेछन् भन्ने कुरा होइन। अनि उनले दिएको हरेक पैसाकै भनौँ हामीलाई होइन, म कति यो कुरामा चाहिँ म बाबालाई चाहिँ मान्छु के।
नपुग्ने पुग्दैन बाबा पुग्दैन भन्छु आशै आउला होइन तर त्यो पैसा पुगिरहेको हुन्छ कि यस्तो बाबासँग चाहिँ यस्तो दिमाग हुने रहेछ कि छोराछोरीको लागि चाहिँ त्यो झारपातै बाबा होस् या त्यो होइन जिन्दगीको होइन हरेक चिज भोगेको हरेक कमाइ धमाइ गरेर हिँडेको भए तर बाउले चाहिँ त्यो राउन्ड खेलाउने रहेछ कि दिमाग चाहिँ कि यस्तो त्यो पाठ सिकाइदियो कि एउटा है जीवन कसरी जिउने भन्ने कुरा चाहिँ बुवाले त्यही बेलाबाट सिकाउँदै आउनु त्यही बेला त्यो जीवन जिउने तरिकामा चाहिँ गाह्रो हुन्छ नि बुवाले गरेको व्यवहार देखेर यसले मलाई गाह्रो बनायो यो मेरै बाउ होइन कि भन्ने पनि भन्छ नि कतिले तर छोराले चाहिँ जीवन के हो बुझोस् भनेर मलाई चाहिँ बुवा आमाले होइन सबै कुरा पुऱ्याइदिनु हो तर मलाई चाहिँ बुवा आमाले के दिनु भने कहिले पनि धनी बन भनेर कहिले भन्नु मानव बन भनेर सिकाउनु भयो बा आमाले मलाई कहिले पनि धनी यस्तो उस्तो तिमी चाहिँ संस्कारी भनिदेऊ संस्कार सिक राम्रो संस्कार दिनुभयो होइन मलाई चाहिँ एकदम राम्रो संस्कार दिनुभयो जस्तो लाग्छ म आज यहाँ जिउँदै गर्दा बाले भनेको हरेक शब्दहरूले यस्तो मन खान्छ कि है यति मन खान्छ कि माया यार कसै बेला फेरि त्यो बाले भनेको शब्दहरू अर्धरातिमा है बिउजेर सोच्दा पनि कस्तो खुसी उत्पन्न हुने कि मनमा त्यो बाबाले एउटा केही शब्दहरू तिमीले लेखेर तिमीले भन्थ्यौ नि विदेश यस्तो त्यही तिमी कतिचोटि रमायो मलाई देखाउँदाखेरि है म एकचोटि यहाँ पढेरै सुनाउँछु मेरो बुवाले लेखेको म विदेश आउँदै गर्दा रुख है यहाँ मेरो बुवाले के लेख्नु भएको थियो भन्दाखेरि म होइन यो जापान आएपछि म यो धेरैचोटि पढेर आफै पनि रोएँ होइन अनि यार तिमीलाई त्यही उमङ्गले नै होइन तिमी रोउला भनेर म त्यतिखेर अनुमान गर्थेँ कि म तिमीलाई कि किनकि सङ्घर्षको बेला यो बेला है त्यस्तो स्टाटस त्यस्तो कुरै नगरौँ न यार तर के छ भने चाहिँ अहिले पछिल्लो जमाना चाहिँ यति लो भइसक्यो हाम्रो बाहरूको चाहिँ यति बुद्धिमान र यति परिश्रमी रहेछन् है हामीले यही पाठ हाम्रो छोराछोरीलाई दिन सकिन्न नि सकिन्न हामीले यही पाठ हाम्रो छोराछोरीलाई चाहिँ जोसँग हाम्रो जीवनमा हामीसँग जोसँग प्रवेश होस् होइन जसलाई हामीले यस्तो पाठहरू चाहिँ दिनै नसक्छ मेरो बुवा शिक्षक पनि हो मेरो बुवाले लेख्नुभयो थियो मेरो बुवाको ठ्याक्क त्यति बेला पेन्सन आउनु पर्ने थियो तर सरकारले दिएको थियो त्यो बेला ठ्याक्क म हिँड्नु पर्ने बेला थियो कि निरन्तर 33 वर्ष शिक्षक पेसामा लागेर पनि यो देशका शासक संयन्त्रले पेन्सन पट्टा नदिएको पीडा छँदैछ उचित रोजगार नपाएर मुटुको ढुकढुकीलाई छोरो मेरो प्यारो छोरो विदेश जाँदा पीडा भएर पनि विदाय गर्न बाध्य भएको अवस्था अरे कि भनेपछि कति मन छुन्छ हेर त कति मन छुन्छ अनि तिमीलाई कति खुसीको उत्पन्न पनि त्यतिकै हुन्छ बाबु म होइन कहिलेकाहीँ एकदम पीडा हुँदाखेरि पीडा हुन्छ मुख धुन्छु अनि यो पढ्छु अनि आँसु बर्बर आउँछ अनि मैले यस्तो गरेर थुक्क मुला यस्तो बाले त्यति दुःख गरेर तँलाई पनि यस्ता कुरा रुन्छस् तैँले त अझ कति दुःख पाउनु पर्छ भन्दा नि हाँस्दै मुख अनि सही कुरा गरे भाइ यो पनि मैले कहिले कसो त्यही अनुमान गर्छु बाबुको हरेक चिजको सङ्घर्ष बाउले कति एउटा सुन नि जीवन बाउले 5-10,000ले घर चलाएर सबै गराइदिएको थियो नि त मेरो बाले मैले सोधेँ मेरो बा रातभरि किन भैँसी पाल्ने यो किन दुःख गर्छ भने यो मेरो बुवाले होइन अब अरू सरकारी कर्मचारी भएका पो घुस खान टिचर अब केही खान मिलेन होइन अनि राति 12-1 बजेसम्म बसेर डोको दाम्लो बुझ्नुहुन्थ्यो बिहान 4 बजे उठ्ने 12 बजे यो बा किन सुत्नुहुन्न भन्थे बिहान 4 बजे उठेर फेरि भैँसी सैँसी दुहुने तरकारी खेती गर्ने आफ्नो जीवनकालमा छोराछोरीको सुखको लागि चाहिँ आफ्नो शरीरका नङ्ग्रा शरीरै खियाएर चाहिँ मेरा बाबाले दुःख गरेका हुन् कि यो चाहिँ एउटा टिचर मान्छेले हेर न दिउँसरी पढाउनु जान्छ कति प्रेसर हुन्छ बच्चाहरूले दिमाग खाँदा घर आयो राति 12-1 बजेसम्म बसेर डोको दाम्लो गर्यो बिहान 4 बजे उठेर फेरि खेतीपाती दुध दुहुनी भैँसी पालन त्यो माथि हेर्दा बैलर कुखुरा पनि पाल्नु हो तर छोराछोरीलाई सुख दिनलाई हेर त बाले कति गर्नुभयो यहाँ आएर फिल हुँदैछ कि कुनै न कुनै दिन त गर्न सक्छु कि जस्तो लाग्छ तर खै समयले अहिलेसम्म देखाइन अचम्म लाग्छ यार होइन अब हामीले चाहिँ प्रगति भन्दा पनि एउटा खुसी र शान्ति चाहिँ सोचेको है हामीले गरेर पैसा कमाउँला फिजाम्ला भन्नु पनि छैन कि हामीलाई कि एकदम आफ्नो चलिरहेको व्यवहार उतरोस् आफ्नो साथीभाइ आफ्नो आमालाई स्वास्थ्य चेकअप है डेली हरेक गर्न सकोस् होइन समय अप्ठ्यारो पर्दाखेरि चाहिँ पैसाले ठुलो घर चाहिएन एउटा झुप्पो टिनकै घरमा बस्न त तर अप्ठ्यारो पर्दा बिरामी पर्दा चाहिँ मेरा बाबा चलाउन सक्छ अथवा मेरा छोराछोरी र मलाई चाहिँ कहिले पनि चाहिँ कसैकोमा गएर जिउजु गर्नुपर्छ त्यति भयो त जिन्दगी म एउटा कुरा जोडेँ है अब तिमीले भन्यौ बाबाले अब 5,000 भए पनि अब चलेकै थियो भन्यो नि त त्यो अहिले किन चलेन थाहा छ भन न किन चलेन अघि नै आयो नि त हाम्रो कुरा
फेरि त्यहीले जोड्न पुगेँ कि म जब हाम्रो समाजले अर्काको देशको संस्कार चोर्यो कि हो सही कुरो नि त्यसपछि फेसनका महँगा त्यही नेपालकै संस्कार हुन्थ्यो भने हामीलाई 100% पुग्थ्यो कि त्यही जागिरले पुग्थ्यो कि 100%। तिमीले याद गरेनौ जीवन हैन पहिला गाउँतिर मान्छेहरू सबै बस्थे केहीको सुविधा थिएन पनि मान्छे धेरै गाउँमा थिए जब यातायात गाडीको सुविधा भयो शिक्षाको सुविधा भयो पानी पँधेरोको सुविधा भयो नि जब सुविधा भयो मान्छे त्यही गाडी चढेर गाडी पुग्यो गाउँमा त्यही गाडी चढेर सहर आइदियो कि त्यही गाउँमा बसेको भए त त्यही गाई बस्तु पालेको भए त्यही कृषि गरेको भए त जस्तै सहरमा बसेको मान्छेले एक बुढको ग्यास किन्न पर्थेन होला जस्तै सहरमा आयो त्यो मान्छे एक बुढो ग्यास आफूलाई खाना लाउने अब धान मकैहरू गाउँमै उत्पादन गर्थ्यो नि त गाउँको बारी बाजो रह्यो सहरमा छिर्यो अनि बुढा विदेश छ छोराछोरी पढाउने त्यो बुढीले गाउँमै केही गरिदिएको भए त बुढाको पैसा जोगिन्छ बुढी भविष्यमा त दुईजना त केही गर्नै पर्दैन नि त त्यतिले पेन्सन जस्तै हुन्छ त्यस्तो भयो सब सहर छिर्ने भयो कि जब गाडी पुग्यो मान्छे सहर आयो कि गाडी पुगेकै थिएन गाउँमै थिए मान्छे सबै लाग्दैन त्यस्तो तिमीलाई अहिले चाहिँ त्यस्तो म त्यो भोगिसकेँ कि अब त्यही भएर चाहिँ हाम्रो अब यो कुरा फेरि संस्कारमै जोडौँ न गाउँले बजारको संस्कार चोर्यो कि फेरि हो सही कुरो त्यो आफ्नै गाउँमा विकास खोज्न सकेन आफ्नै गाउँलाई एउटा एक्टिभ हाम्रो वातावरण बनाउन सकेन है भएर लम्किन खोज्यो अनि अरू कुरा के भयो भने पनि मान्छेले सुविधा खोज्न गएपछि अल्छी यसै भयो सुविधा एकदम खोज्दै गयो भने अल्छी त्यसै भयो अनि उसले मेहनत गर्न नै सकेन मिठो मात्रै चार्यो है जब सुविधा भएको यदि आफ्नै तरिकाबाट हामीलाई आफ्नै ठाउँबाट हामीले सुविधा भए पो उसले हरेक चिज भोगेर आफ्नो एउटा गाउँलाई पनि बाटो पनि राम्रो बाटो त्यसले बजारको चोरो बजारले अब ठाउँको चोरो ठाउँले राष्ट्रले अब विदेशी चोरिदियो त्यसपछि नेपाल यसै नेपाल रहेन नि त हेर नेपाल कति नेपाल हेर त कस्तो छ स्वर्ग छैन नेपाल स्वर्ग छ नि तर अहिले त हामी प्राकृतिक हिसाबले स्वर्ग छ तर नेपाली हिसाबले चाहिँ अब राजनीतिक हिसाबले चाहिँ नर्कै छ भन्छ प्राकृतिक हिसाबले चाहिँ काठमाडौँमा बालिङ साले चाहिँ धेरै राम्रो गरे उसलाई त अनि अब के छ भनेपछि अब तर यो परिवर्तन हुन सक्दैन कि हामी नेपाली बुझ्न किन छैनौँ कि यस्तो हामीले तिमीले जिन्दगी जिए पनि है तिमी किन अझै बुझ्दैनौ के तिमी किन अझै स्वार्थी भएर हिँड्छौ कि है हामी त अब त्यो फल फुलिसके पछाडि त्यसलाई त हामी अब फक्रिदिन पर्यो होइन समय लाग्छ नि त समय लाग्छ होइन त्यो फक्रिने बेलामा चाहिँ हामीले सुन न एउटा त्यो फक्रिने बेलामा चाहिँ तिमीले पानी लगाएर मात्रै भएन नि त मैले मोल हालिदिनु त पर्यो नि अनि उटापट्टिबाट खन्दिन पर्यो नि त्यो भएर हो कि जाने त्यो भएर त त्यो शक्ति बन्छ नि त अनि त्यो राम्रो बन्छ नि त अनि तिमी एकातिरबाट पान यस्तो मजाले हालौँ भनिरहेछौ अर्कातिर यताबाट के मोल हाल्ने भए के हाल्दैछ बिसाडी मोल हाल्ने